So hello guys, welcome back to my another new video. आजको भिडियोमा म तपाईहरुलाई सिद्धान्तको भाइहरुसँग भेटाउँदैछु ल। यही हो लजाउने भाइ। भाइ लजाउ त एकचोटी। यत्रो बेर चाहिँ लजाइरा थियो, क्यामेरा अन नगर्दा क्यामेरा अन गरेपछि त हेर्छ त ढिङ्ग परेर। रामपुरतिर अब यसो उज्यालो हुँदैछ। सो अब डाँडा काँडा घुम्न जानु पर्यो, हेर्न जानु पर्यो। एले मलाई बच्चाको बच्चा के भयो है? के चाहियो रे तँलाई? के चाहियो रे? बच्चाको बच्चा गर्छ यसले चाहिँ खाली मलाई। ल आजको भ्लग चाहिँ मोटो ब्लग हुँदैछ। टक्क लाएर बाइकमा यहाँ हाम्रो राइडर जी नयाँ हेलमेट लाएर यता सर फाइनली मेन रोडमा आइपुग्यो। ए राइडर जीले कता कता लग्दै हुन्छ के भयो? भयो आफै अफ भयो त। ला बाइक बिग्रियो गाइस झर्म। फिल्ड त देखाइराख त हैन। बाइकले दुःख दिलो जस्तो छ है। के भयो? बाइक बनिसक्यो। मेकानिक्स पनि यही छ, सबै यही छ यहाँनिर त। कसरी पनि बाइक आउँदैछ। के लाग्यो गुरुजी? बिस्तारै बिस्तारै जा, हतार छैन मलाई। ओभरटेक हानेको भिडियो हालिदिन्छ। फेरि ठाउँ फेरि यस्तो छ है, बाटो त यस्तो छ है गाइस। म चाहिँ एक्लै भइसकेको छु। बाटो यस्तो छ हिलो, लास्टै चिप्लो हो, बाइक चिप्लिन्छ अनि राइडर जिउमा धकल्नु पर्यो। बाटो खत्तम। ल हाम्रो राइडर जिउ जाँदै हुनुहुन्छ ल। कत्रो खाल्टो बनाएको। म चाहिँ कताबाट जाने हो? त्यस्तो पो छ त बाटो त। अगाडि चाहिँ नभेटिन्छ यस्तो बाटो। लु जाउँ। फाइनली राम्रो बाटो आयो। अफरोडिङ हान्दा हान्दै फाइनली राम्रो बाटो आयो। फेरि यस्तो बाटो सुरु भइसक्यो, राम्रो बाटो पछि। चिप्लो यो बाटो चाहिँ फेरि झर्नुपर्ने भयो नि यार। अगाडि त खत्तम छ बाटो त। रुकुम रुकुम गुरुजी, रुकुम रुकुम। फाटफुट झरिहाल्ने हो। सुस्ता सुस्ता लिएर हिँड्नु, म धकल्नु। यताबाट सकिन्छ भने यताबाट लग्नु न। छैन त्यहाँ लानलाई। त्यही हाल्नु खाल्टो बाटो त्यसो भए। बाटोको हालत देखो भाइ। बुट लगाएर ठिक गरे है यो मान्छेले। गयो ल क्रस भयो है फाइनली। ल बाङ्गे बाङ्गे भयो नि गयो। जानु माथिसम्म। ल मलाई हिलो नसक्नु है। चिप्लो त खत्तम हो बाटो। राइडर गयो छोडेर मलाई। पागी भने छिटो बस्नुपर्छ है गाइस यहाँ। लु जाउँ। फाइनल आइपुग्यो जस्तो छ हेर्दा चाहिँ। यस्तो माथि जान्छ। यही राख्नु माथि। ओहो यो के हो? रामपुर बजार धेरै आउने।
यहीँ राख्नु न नत्र के भयो गाइस फाइनली रामपुर बजार देखियो यहाँ चाहिँ मन्दिर पनि रहेछ कुन मन्दिरहरू छन् बजार बस्ने कि पूजा गर्ने बजार पनि बस्छ छोड दो कुन ठाउँ हो यो ए त्यहाँ पनि छ टावर त्यहाँ एउटा यहाँ एउटा अर्को कहाँ हो अर्को उहाँ अगाडि देखिरहेछ तीनवटै टावर एकै ठाउँमा रहेछ ल यो चाहिँ राम्रो कुरा हो तर नराम्रो कुरा चाहिँ के हो भन्दा त्यही हो के हो भुटुटुट्ट गरेको ओहो आमामा यो पो हो कालीगण्डकी भन्ने क्या अस्ति आउँदा बाटोमा चाहिँ देखेको थियो हल्का हल्का मतलब ठुलो देखिएको थियो त्यति बेला पानी परेर है कहाँनिर उही के हो यो को बस्छ त्यहाँनिर गाइस यहाँनिर हेर्नु है एउटा घर एक्लै रहेछ को बस्छ होला त्यहाँ म त सक्दिनँ हौ बस्न कालीगण्डकी चाहिँ टन्नै देखिँदो रहेछ माथिदेखि उहाँदेखि सर बग्दै 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 यताबाट बग्दै 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 कहाँ हरायो रुखले जियो क्या हो यताबाट त्यता 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 यो रामपुर बजार भइहाल्यो उता गएको छ कालीगण्डकी यताको बाटो हुँदै जाने हो क्या यो यही तलको बाटो हुँदै जाने हो ओ करिडोरको बाटो चाहिँ कता हो करिडोरको बाटो त त्यता हो उयो तलको पुल भएको के हो पुल भन्दा यता माथिदेखि आयो अर्को पुल नै पुल होइन क्या अलि यतै साइड के लेफ्ट साइडमा हेर्नु न अलि बाटो ए यो साइडको यो हो करिडोरको बाटो यो राम्रो छ यो ल यो चाहिँ करिडोरको बाटो कुन करिडोर भन्छ रे रामपुर करिडोर कि कालीगण्डकी करिडोर कालीगण्डकी करिडोर है गाइस सो काठमाडौँबाट उता त्यो दाउन्ने भन्दा अलि यताबाट दाउन्ने भन्दा अलि उता के बोल्छु यार म पनि सो नारायण घाट कटेपछि हो त्यहाँदेखि चाहिँ यो करिडोरको बाटो आउनुभयो भने चाहिँ यहाँदेखि होइन हौ आउने उताबाट आउनुभयो भने चाहिँ यताबाट कहाँ पुग्छ यो तानसेन पुग्छ कि पोखरा आरे भान्ज्याङ त्यो यस्तो दुईवटा बाटो थियो नि हामी आरे भन्ज्याङ पुग्छ अस्ति चढ्यौँ हामी होइन अर्को तल थियो नि यहाँदेखि जब त्यो आरे भान्ज्याङ हुँदै पोखरा जान नि मिल्यो होइन त्यहाँदेखि उता चापाकोट हुँदै उता जाऊँ न उता जान जाउँ न त अनि म नजाम त भन्दै भन्दिनँ नि म नजाम भन्छु म त ट्र्याक्टर जोतेको होला भनेको यहाँनिर पावर चलिरहेछ जेनेरेटर चलिरहेको होला सायद बुटुटुटुट ए होइन यो सोलरबाट चलिरहेको होइन यहाँ त यहाँ चाहिँ सोलर रहेछ सोलरबाट चाहिँ यो पछाडिको टावर चल्छ है यतिको चाहिँ हुनु पऱ्यो क्या उता त नजाम झन् फोहोर हो उता ल हामी आइपुग्ने चाहिँ यहीँसम्म हो डेस्टिनेसन सक्यो सो आज चाहिँ यता घुम्न आइपुग्यो अर्को काम के अरे रोशन साँझ कता जाने रे यता हेरेर भन्नु न सुन्यो कि सुनेन नसुनेको भए फिसिङ साँझ फिसिङ गर्न जान्छौँ सो फिसिङ चाहिँ नाइटमा हुन्छ सो हेरौँ क्यामेराले कति क्याप्चर गर्न सक्छ दिउँसो भएर यस्तो भएको नत्र यहाँ चाहिँ पुरै हिमाल देखिन्थ्यो क्या यो जुन तल तल यो सेतो बादल देखियो नि यो चाहिँ सबै हिमाल छोपेको हो क्या यो चाहिँ यो बादलले हात्ती लेक भयो होइन कुन यो के अग्लो ल उही त्यो हात्ती लेक त्यताको तारे पहाड भन्छ सानो होच अनि यताको यो खाली डाँडो चाहिँ कता गयो यो होइन खाली डाँडोलाई के भन्छ मलाई नि थाहा छैन यो खाली डाँडो यो त हेर्दा त उस जस्तो देख्छ त कस्तो खाली देखियो हो खर मात्रै छ क्या जङ्गलै छैन क्या त्यहाँ त यहाँ इलाम जस्तो लाग्यो मलाई गएको त छैन त्यही पनि इमेजिन यो खेत यो त्यो बाटो कहाँ खेत यो बिचमा खाने ऊ यहाँ आउँदै ऊ त्यहाँ आउँदै त्यो डाँडामा त्यहाँनिर हुन पाए धान रोप्ने खेत हो कि बारी खेत हो बारी होला हौ खेत त उ त्यो तलतिर छ हेर्न ऊ यहाँनिर के यो खेत जस्तो देखिरहेको कि देखिन त्यहाँनिर
बारी नै होला त्यो घाँस नकाटे भएर होला त्यस्तो हरियो हरियो देखेको त्यस्तै जस्तै यताको छ नि बारीहरू त्यो बारीहरू त हो नि खेत त यहाँ तल छ घर त थोरै छ त्यहाँ त मतलब एउटा मात्रै गाउँ छ त त्यो पढ्न कहाँ जान्छ त्यहाँ केटाकेटी सिलुवा आउँछ होला यता रामपुर चाहिँ तर खतरा देखिँदो रहेछ यहाँदेखि रामपुर कहाँनिर देखियो रामपुरको भ्यू पोइन्ट त्यहाँ है के भन्छ त्यो त्यो के यो यो ठाउँ हो यो छ नि होइन हो त्यो के हो त्यो हो खाली ठाउँ पोइन्ट हो भ्यू पोइन्ट कति तल छ त भ्यू पोइन्ट नि अनि रामपुरको भ्यू पोइन्ट भ्यू पोइन्ट भनेको त यता डाँडातिर पो हुनुपर्छ त्यो भन्दा यहाँबाट राम्रो देखिन्छ है गाइस उतासम्म देखिन्छ क्या यहाँदेखि भ्यू पोइन्ट ल रामपुर बजारमा कोही हुनुहुन्छ अनि रामपुर बजार हेर्न चाहन्छ भने यो रामपुर बजारदेखि यताबाट 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 बाटो गएर अनि यताबाट यता कता कता यता यता आउने सिधै यहाँबाट देखिन्छ रामपुर कालीगण्डकी त बबाल देखिँदो रहेछ अनि है घाम लागिरहेछ रामपुरतिर यता त लागेको छैन उता तल यहीँ तल लागेको छ अनि रामपुरतिर घाम लागिरहेछ साथसाथै हिमालमा पनि घाम लाग्यो है ल हिमाल देखियो है फाइनली कुन हिमाल हो त थाहा छैन तर सेतै देखिया छ हिमाल चाहिँ एकदम सेतो ओ माछा पुच्छेको चुच्चो नि देखियो गाइस ल म देखाउँछु तपाईँहरूलाई माछा पुच्छे माछा पुच्छेको चुच्चो कता हो देख्दैन त म त मोबाइलमा त यहाँ रहेछ ल यहीँ हो गाइस माछा पुच्छेको चुच्चो यो चाहिँ देखियो अरू चाहिँ यता कुन हिमाल यो रोशन थाहा छैन हरिफ सेतो देखिएको छ यार त्यो ठाउँमा जान पाए कस्तो मजा आउँथ्यो होला तर पारिको डाँडाहरू चाहिँ हरिफ देखिने क्या ओ यही झोलुङ्गे पुल भएको वाला हो क्या कहाँनिर हो जस्तो लाग्छ हो होइन मलाई ठिक यहाँ होइन क्या यार त्यहाँ त उस छ त भ्यू पोइन्ट छ त्यहाँ पनि उता डाँडामा खै त्यो भ्यू पोइन्ट हो कि त्यो पानी ट्याङ्की हो भन्ने पानी ट्याङ्की नि अनि यो खोला भन्दा उता स्याङ्जा पर्छ कि पाल्पा खोला यो के यो कुन खोला कालीगण्डकी कालीगण्डकी के खोला भनेको त नि सरी नदी गाइज नदी माई मिस्टेक यता चाहिँ स्याङ्जा पर्दो रहेछ यो कालीगण्डकी अनि यो पाहाडले चाहिँ देखाएन यहाँदेखि चिरेर उता गएको छ खोला चाहिँ खोला रे के भन्छ त्यो क्या कालीगण्डकी र सेती गण्डकीको पहिला तल पुग्ने भनेर खेल्दाखेरि यसले चौरी गाईको उसलाई बच्चाले बचाउन भनेर बाङ्गो टिङ्गो गएको भन्ने थियो नि होइन ऊ त्यहाँनिर छ क्या त्यहाँ एउटा यस्तै छ क्या यस्तै छ क्या कहाँबाट देखिन्छ त्यो चाहिँ त्यो उताबाट देखिँदै के अरे जाउँ न ऊ यहाँ तलपट्टि जाउँ न बारीमा देखिन्न त्यहाँ जाने ठाउँ छैन कहाँबाट जानु हौ लु गाइस यस्तो राम्रो कहानी भएको कहानी बनायो यो मान्छेले एक बनाएन सुनायो अनि जाने ठाउँ छैन अरे हेर्नु जाने यस्तो पनि हुन्छ तर कालीगण्डकी चाहिँ बब्बाल हो क्या हेर्नु न वहाँ माथिबाट आइरहेछ बगेर है ऊ त्यहाँदेखि आइरहेछ बगेर यस्तो मजाले आइरहेछ बगेर यस्तो मजाले अनि यता सिधै यता देखिन्छ यहाँनिर ल आयो गाइज रामपुर चाहिँ लगेपछि यो मान्छेले मलाई रामपुर गयो भने चाहिँ त्यो कहानी तपाईँहरूलाई जुन सुनाएको कहानी छ नि त्यो चाहिँ देख्न पाइन्छ ल ऊ यहाँनिर कालीगण्डकीको भ्यू ल रोशन चौहान विल बी द बेस्ट एक्टर भनेर उसलाई म अवार्ड दिँदैछु ए नाम नलिने रे गाइज ल रोशनलाई चिन्ने को हुनुहुन्छ है ल भन्नु है रोशनलाई चिन्ने को हुन्छ रोशन चाहिँ एज अ सिङ्गर पनि हो उसको गाना फेमस छ टिकटकमा मात्रै आएको चाहिँ छैन टिकटकमा चाहिँ फेमस छ उसको गाना यहाँनिर हामी पहिला बल खेल्न जान्थ्यौँ यार यस्तो जङ्गलमा यहाँ डाँडोनिर घर छ क्या अलि उता ए जङ्गलमा जान्छ कि भनेर जमरा चाहिँ यहाँ रहेछ दसैँको कसको जमरा हो ल यता चाहिँ यस्तो छ फोन झिक्नु अब गेम खेलौँ टावरको मुनि बसेर गेम खेल्ने अब घर त नेट चल्दैन 2-3 म्याच हान्ने अनि जाने घर केटाहरूलाई बोलाउनु होइन गाइस फ्री फायर खेल्ने हो खेलेका फ्री फायर ल आउनु है फ्री फायर खेल्ने भाइ
ले डराएर यहाँ रोकिरहेछ बाइक चाहिँ गइरहेछ घर त्यसो हालत मन्दिरतिर घुमेर आएको बाबु हजुर ए ल ल चिसो भएको ठाउँमा पनि ल्याइसक्यो क्या म चाहिँ झर्नु पर्छ जस्तो सर्दी चाहिँ जानुहुन्छ बाइकमा गाइज घुमेर चाहिँ अब सकियो अब यहाँ राइडरजी रेडी हुँदै हुनुहुन्छ अब तपाईँहरूलाई म घरमा गएर भेट्छु बाई बाई